हेलो गाइज, आज म सुजीको रसबरी बनाउन खोजिरहेको छु। यहाँ चाहिँ चिनी र पानी मैले तताउन लगाइसकेको छु। के गरौँ भन्ने खाली घरमा बस्दाखेरि चाहिँ अनि बच्चाहरूलाई खाजा पनि हुन्छ। बाहिरको खानुभन्दा भित्र आफैले बनाएको जस्तो भए पनि बाहिरको जस्तो मिठै नहुन सक्छ होइन, तर घरभित्रकै खाउँ भन्ने कुरा हो है। मैले गराएको छु। अब यो यसमा दुध आउँदैछ। दुध आइसकेपछि यो बनाउँछु। थोरै म ट्राई मात्रै गर्दैछु, फर्स्ट टाइम ट्राई गर्दैछु। सो तपाईँले अन्तिमसम्म हेर्नु होला है। मेरो बेबी छोरी हाई गरिदेऊ। सदिका हाई। बदमास हो बच्चा कि बदमास बच्चा हो? बदमास केटी हो? बदमास केटी हो तिमी? बदमास केटी हो? सो यो मजाले उमालेर बनाउँछु है त। तपाईँले अन्तिमसम्म हेर्नु होला। अनि अब यो यस्तो भइसकेपछि मैले अलिकति यहाँ तेल लगाएर यसलाई चाहिँ अलिकति यसलाई मजाले मुछेर एकचोटि मुछ्दैछु है। तातो छ। त्यसपछि यसलाई गोलुडोला बनाएर त्यसपछि मैले बनाउँछु। चिनी पानी अनि मैले सुकमेल अनि ल्वाङ अनि थोरै कलर पनि मैले हालेको छु है। सो अब यसलाई म यहाँ चाहिँ मैले यहाँ गोलो गोलो बनाइसकेको छु। यसलाई चाहिँ म एक एक गरेर यहाँ हाल्छु र अलिकति ठुलो भएको छ कि जस्तो पनि मलाई लागिरहेको छ है। अब के अरे ग्यास अलिकति सानै बनाउँदा ठिक होला। मलाई चाहिँ अलिकति मजाले पाएको छ भनेर ठुलो बनाएको छु मैले ग्यास चाहिँ, तर मिडियमको बनाउनु पर्छ। ग्यासमा चाहिँ सानो बनाउनु पर्ला। यो पिठो यो चाहिँ अघि पाकिसकेको पनि छ दुधमा होइन, र फेरि पनि मजाले अझ पाक्नका लागि यसो गर्नुपर्छ। अनि त्यसपछि गएर यसलाई चाहिँ मैले यसरी धोइदिएँ। अब यसलाई म 3 देखि 5 मिनटसम्म म यसलाई पकाउँछु है त। फाइनली रसबरी यस्तो भएको छ होइन। अब यसलाई चाहिँ कस्तो देखेको छ म एउटा खान्छु, ट्राई गर्छु है त। फाइनली म चाहिँ यो चाख्न जाँदैछु कस्तो भएको छ। यो ल्वाङ र सुकुमले चाहिँ अझ यसको स्वादमा सुगन्ध थपिदिएको रहेछ।